यसमा चाहिँ ठुलो गिरो संलग्न छ। मलाई इभन अनुसन्धान गर्दै गर्दा यसलाई चाहिँ अख्तियारमा पनि हाल्न नपरोस्, सोह्र पाना भराउन नपरोस् सम्मका सन्देशमूलक धम्कीहरू पनि दिइएका थिए। यदि साँच्चीकै अनुसन्धान गर्ने हो भने यो केसमा चाहिँ जसरी अध्यागमन कार्यालयमा कर्मचारी आउनको लागि तछाड मछाड गरेर चाहिँ जुन गृहमन्त्री आयो त्यही गृहमन्त्रीका पार्टीका मान्छे, त्यही गृहमन्त्रीसँग सम्बन्धित ट्रेड युनियनका कर्मचारीहरू जसरी चाहिँ आउनको लागि रस्साकसी गर्छन्, त्यसबाट के बुझ्न सकिन्छ भन्दा त्यहाँ चाहिँ एकदमै ठुलो भ्रष्टाचार व्याप्त छ। र त्यतिखेर हामीले अनुसन्धान गर्दै गर्दा दिनमा चाहिँ 200 देखि 300 मान्छे भिजिट भिसामा सेटिङमा जाने र त्यो मध्ये एकजनाले एभरेजमा 60 देखि 70 हजार रुपियाँ चाहिँ बुझाउने गर्थ्यो। भनेपछि तपाईँ आफैले क्यालकुलेटर हाल्नुभयो भने दिनमा करिब 2 करोडको चाहिँ भ्रष्टाचार कर्मचारीबाट कर्मचारीले लिन्थे। जसरी हामीलाई चाहिँ दबावहरू दिइएका थिए, जसरी हामीलाई चाहिँ अनुसन्धानमा चाहिँ धम्कीपूर्ण भाषा दिएका थिए, जसरी तत्कालीन अवस्थामा अंश अधिकृतहरूले हामीसँग बोलेका विषयवस्तुहरू थिए, ती विषयवस्तुहरूले पनि के इङ्गित गर्थे भन्दा त्यहाँ चाहिँ एउटा समिति नै गठन भएर व्यवस्थित रूपमा चाहिँ पैसा उठाउनलाई समिति गठन गरिएको थियो र त्यो समितिले चाहिँ संस्थागत रूपमा चाहिँ पैसा माथिसम्म पुर्याउने भन्ने कुरो चाहिँ त्यहाँ उल्लेख गरिएको थियो। अनि त्यसबाट के स्पष्ट हुन्छ भन्दा त्यो चाहिँ माथि नै जसले पठाउँदा नै ती अधिकृतहरूलाई पठाउँदा नै पैसाको चाहिँ चलखेल गरेर पठाएको भन्ने कुरो सहजै अनुमान गर्न सकिन्थ्यो।